हेलो गाइस, गुड मर्निङ फ्रम नेचा। आज चाहिँ हामी नेचामा आइपुगेको छौँ। अनि यहाँ चाहिँ मेरो छोरा यस्तो पोजिसनमा सुतिरहेको आएछ, उठिरहेछन्। पुरा गाडीले सायद उसलाई थाक्यो होला हौ है। हामी चाहिँ यहाँनिर धुने कपडाहरू छुट्याउँदैछौँ। अनि माटोको हुँदैन, उसकै हुन्छ त्यो नानी के अरे यो उयो मामा त अहिले उठ्नु भएको थियो। बुझको रक्सी खोर 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 आता त आता त एउटा मात्रै लाउने अब नजाने टोकिहाल्यो भने लगाउ लगाउ त्यहाँबाट आएर चाहिँ कपडा के पैसा माथेको नि कति बस्छौ मोमो ल्याएको छ गरे ए हुन्छ, यो पहिला यसलाई खुवाइहाल्नु पऱ्यो कि हो बोजू, अनि दिनु पऱ्यो भनेर नि। कसले खाने बिना ए ए ए आँची देऊ आय 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 ल गऱ्यौ यता हेर्नु दाल हाल्थ्यौँ दाल ए म बनाउ ल्याउँछु। ओइ नकाले भाँडामा भात खाने नकाले अब भात बोजूको भाँडै जुठो गऱ्यो अहिले है। घाँस हाल्दै गरेको खिचो खाँदैछ खैन हौ यहाँ बुहारीले यहाँ दुध हुँदै गरेको यहाँ मैले भिडियो बनाउँदैछु। सङ्गीताको त भइ नै रहेको छैन त। चल गुड सङ्गीत भान्से नभए बाबु अस्सी वर्ष पुगेको बुढो हो कि के हो भन्दा राम 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 के हो यो
खोटाङ बुढो त थाल्यो त अहिले एक बटुका खाएको खोलले चार्जर लिएर न ल आउँछु अहिले आउँछु ल बाहिर त मासु होइन त्यो प्लास्टिक मात्रै ताना तान्नु कुकुरको पत्नी पहिला भाग्यो कुद्यो पछायो कुकुरलाई पछि फेरि नुहाएको कुन पारा हो टिभी हेर्ने तर यहाँ एउटा बाँदर छ अनि उता मङ्की बसेर हेरेको